अर्को कुरो के भन्छु म भने आन्दोलन गर्छु भने नि भदौको 23 र 24 गतेको जस्तै हो। त्यो आन्दोलनमा चाहिँ भोगटेले ज्योति मगर जस्तो खुइली जस्तो 2-4 जना बोटालेर जा आन्दोलन गर्न। तेरो काम त्यही हो। तेरीमा डाका अझ आन्दोलन त्यहाँ मान्छे मारेर पुगेन तेरा बाउलाई, अझ अरूलाई बोटल्छु भन्दैछौ। खबरदार डाका, यसको पछि कोही जनता दिदीबहिनी नलाग्नुस्। तपाईहरु आफै भन्नुस्, तपाईहरु आफै सुन्नुस्। मेरा प्यारा दिदीबहिनी दाजुभाइहरु, यसले बोलेको सुन्नुहोस्। बालेन र रविले बोले सुन्नुहोस्। जनताको लागि, जनताको हितको लागि उहाँहरुले कसरी बोल्नु भएको छ र यो मान्छे पार्टीको अगाडि बढाउँछु भनेर बोलिरहेको छ। तपाईहरु आफै भन्नुस् कुन सही कुन गलत। म भनिरहनु पर्दैन के साथी हो। तपाईहरु नि हेर्नुस् यस्तो खोजेर। अब हामी जस्तो जनताले बुझ्न जरुरत छ, किनभने हाम्रो हातमा छ क्या सबै कुरा। जब हामीले भोट दिएर त प्रधानमन्त्री बन्ने हुन्, अध्यक्ष बन्ने हुन्, सदस्य बन्ने हुन्। त्यसै भएर राम्रोसँग यिनीहरूले कहाँ के बोलिरहेका छन् सबले सुनेर नसुनेकालाई पनि सुनाउनुस्। मेरा प्यारा दिदीबहिनीहरू नझुक्किनुस्। अब झुक्किन हुँदैन कि कसो।